हेलो एभ्रिवान। ल आज हामी यो नोवा लेक यो ब्रासोपको नोवा लेकमा आएका छौँ हामी घुम्नलाई। यस्तो रमाइलो रहेछ यहाँनिर, हेर्नुहोस् त बबाल रमाइलो लाग्यो क्या मलाई चाहिँ। सुनसान वातावरण है, एकदम बस्नलाई पनि आनन्द। विशेष गरेर ट्याक्क गर्लफ्रेन्ड बोयफ्रेन्ड आउने है, ट्याक्क गर्लफ्रेन्ड बोयफ्रेन्ड आएर बस्ने ठाउँ रहेछ यहाँनिर। पिकनिक स्पोट रहेछ वहाँ पर है, एकदम दामी लाग्यो क्या मलाई चाहिँ। यो घुम्नलाई बब्बालै लाग्यो यहाँनिर, हेर्नुहोस् है यस्तो रमाइलो ठाउँ रहेछ, यस्तो रमाइलो ठाउँ रहेछ है, यस्तो रमाइलो ठाउँ रहेछ। तपाईँले हेर्न सक्नुहुन्छ यहाँ वरिपरि हेर्नुहोस्, इन्भाइरोमेन्ट बबालै रमाइलो लाग्यो। 1 घन्टाको यात्रा गरेर आएको, जे होस् खुसी नै लाग्यो, एकदम रमाइलो ठाउँ रहेछ। तपाईँले हेर्न सक्नुहुन्छ। हाम्रो साथीहरू यता बसिराख्नु भएको छ पुरै। ल ट्याक्क रमाइलो लाग्यो, यस्तो रमाइलो ठाउँ छ। जिप लाइन पनि रहेछ, रमाइलो गर्न मिल्छ। बबाल रमाइलो लाग्यो मलाई चाहिँ। वरिपरि डाँडा छ है, यस्तो रमाइलो लाग्यो, यस्तो रमाइलो लाग्यो। आजको दिन चाहिँ यसरी गयो। हिजो दिनभरि काम गऱ्यो अनि आजको दिन चाहिँ ट्याक्क माइन्ड फ्रेस गर्नलाई बाहिर निक्लेको। रमाइलो छ, वरिपरि ट्याक्क डाँडाले घेरेको छ, बिचमा लेक, बोटिङ सोटिङ सब गर्न मिल्ने रहेछ। रमाइलो छ है साथी। ल तपाईँहरू पनि आउनुहोस्। आजलाई यति, बाइ बाइ।